अब नानीलाई के ढाट्नु, हेर्दा त 40 वर्षको देखिन्छु, तर 50 हो खासमा। अनि काम चाहिँ के गर्नुहुन्छ नि? काम पनि भन्नु र? भन्नु पर्यो त अङ्कल, यहाँ फर्ममा लेख्नु परेन? खासै ठुलो काम त गर्दिन, त्यही अमला बेच्छु। मम्मी! के भयो नानी, के भयो? भूत देख्यौ कि क्या हो? केही होइन अङ्कल, उसलाई घरिघरि मम्मीको याद आउँछ के, त्यही भएर मम्मी मम्मी भन्दै कराउँछ। ए हो र, बिचरा नानी। लेउ अमला खाऊ, मन हल्का हुन्छ। नाइ हुन्न, उता लानुस् यसलाई, उता लानुस्। के भयो नानी? अमला खानु त राम्रो हो नि, एउटा अमलामा 10 वटा स्याउको भिटामिन हुन्छ, थाहा छैन तिमीलाई? जेसुकै होस्, म खादिन तपाईको अमला। यहाँ ल्याउनुस् त्यो अमला, मेरो जिएफलाई लगेर दिन्छु म। भुलेर पनि त्यो अमला आफ्नो जिएफलाई नदिनुस्, पछि पछुताउनु पर्ला। किन? के छ र यो अमलामा? त्यो मलाई थाहा छैन, तर तपाईँले यो अमला आफ्नो जिएफलाई दिनुभयो भने पछि तपाईँ धेरै पछुताउनुहुन्छ। तेरो बाउले भन्छ। ल ल, त्यसो भए इङ्ग्लिस पढाउने म्यामलाई दिन्छु। जहिले पनि टक इन इङ्ग्लिस भनी बस्छ। अब यो अमला दिएर उहाँको मुखै बन्द गरिदिन्छु। ल बेस्ट अफ लक, तपाईँलाई पनि। मलाई चाहिँ किन? त्यो तपाईँले 9 महिनापछि आफै थाहा पाउनुहुन्छ।